यस्तो या कहाँ गएको रे? दिशा गर्न गएको खेततिर पनि भइयो। वेलकम ब्याक इन माई न्यू भिडियो होइन। अहिले चाहिँ यहाँ हामी च्याक्क भाइहरूको गेम हेर्दैछौँ होइन। भाइहरूको ऊ हेर्दा ओए सेक्यो गयो गाइज बाटा पारी सर्ट एन्ड सर्ट। हामीले अफ्रिकाबाट मगाएको प्लेयर हो। ओए हेर्दा गाइज अफ्रिकाबाट कालो रातिमा देखिन्न अति बिल्ला आन्थ्यो यार छैट यार। ओ अति बिल्ला आन्थ्यो यार लाइक र सब्स्क्राइब ल गाइज लाइक पनि बालम सब्स्क्राइब पनि गरौँ है त गाइज। ल बोलिङ जाँदैछ ल उताबाट सेको ए क्याच ल ल ल ल ल ल सेलिब्रेसन ओ माई गड ल ल ल भइयो यो भाइ पनि। ल अब हाम्रो भाइ आउँदैछ गाइस होइन। यस्तै रमाइलो भिडियो। उसले चाहिँ अफ्रिकाको प्लेयर भन्दैछ होइन। कालो न कालो भएर कालो मान्छे सबै ऊ हो क्या भाइ अफ्रिकन हो क्या। ओए ल यो चाहिँ अति भेदभाव हो है गाइज यार। यो त यार म पनि कालै छु त्यही भएर भेदभाव हो है गाइज। ल गाइज यहाँ चाहिँ भाइले एउटा च्यालेन्ज गर्दैछ होइन। भाइले एउटा च्यालेन्ज गर्दैछ डेन्जरवाला च्यालेन्ज। ल भाइले च्यालेन्ज सक्सेस गर्छ कि नै गाइज हेरौँ। ल गाइज भाइले च्यालेन्ज ओए खसेन। यस्तो बाटोमा के अरे हिँड्दै हो कि यहाँ सर्पको बिग्दिती हो गाइज। मलाई एकचोटि डस्यो भने चाहिँ अस्पतालतिर जानुपर्छ। अस्पताल पनि नजिक छ त्यही भएर म रिक्स ल्याएको है त गाइज। नत्र अनि म रिक्स ल्याउने मान्छे होइन। अस्पताल नजिक भएर म फेरि ढुक्क छु नि त गाइज होइन। सर्पले टोक्यो भने पनि म बाँच्छु भन्ने किनकि नजिकै छ अस्पताल होइन। लाइफमा त्यही भएर धेरै कुराको रिक्स लिनुपर्छ गाइज। म यस्तो ठाउँबाट जाँदैछु कि तल माथि भयो भने सिधै मेरो चाहिँ कहाँ गोप्छ मलाई थाहा होइन। तर म रिक्स चाहिँ लिन्छु है त गाइज। बिस्तारै तल माथि भयो भने भइयो। निक्ले अब त निक्लिन्छु कि। ओए ल फाइनल्ली गाइस बचेँ म चाहिँ यस्तोबाट निक्लिनु चाहिँ एक्सपर्ट हो क्या गाइस सानैदेखि। त्यही त हो कला भन्छन् नि गाइस। कि मान्छेको कला चाहिन्छ कि गला चाहिन्छ होइन। गला त सधैँ छैन कला चाहिँ राम्रै छ भनौँ। चाचा के छ त खबर? ठीक बा वीडियो ना बनाऊं बंद करूं वीडियो बंद कर दूं क्यों चाचा? अब बाखरा बाखरा मैं भी देखूंगा ना बाखरा चाचा यार। उधर है तर साथ में जाके उ गरेंगे ठीक है गाइस हैन। के अरे वहाँ पनि एउटा चाचा भेट्टे छन्। उहाँलाई मैले चाट्न सक्छु कि नै? अब चाहिँ चाट्नै पर्यो होइन। चाचा के छ? ठीक छ? कता हो? दिशा गर्न खेततिर घोलातिर हो गाइस। यहाँ चाहिँ हाम्रो चाचा दिस इज माई चाचा। यस यस्तो या कहाँ गएको रे? दिशा गर्न गएको खेततिर के अरे कहाँ ठाउँ भन्नु न। म पनि भोलिबाट जान्छु यार। उता जाने हो घरको पछाडि गएर ए दक्षिणमा गएर दिशा गर्ने हो। अब चाहिँ जानुपर्छ ल सर लाएर। अब के गर्नु गाइस चाचाले भनिहाल्नु अब अड्डा होइन। म पनि त जानु पर्यो नि त अब। ल फाइनल्ली ठिक छ गाइस रमाइलो हो। यस्तो नराम्रो नलिम ल। के हो भन्दाखेरि जीवनमा ध्यान गर्नु आवश्यक छ कि गाइस होइन। ट्याक्क ध्यान गरो बसो होइन। के छ र जीवनमा गाइस यार आनन्द छ नि यार। लाइफ भनेको एकदम चिल हो कि गाइस। हाम्रो लाइफ बेस्ट छ कि होइन। आफूमै रमाउने के गाइस। अब चाहिँ लाग्नुपर्ने हुन्छ। उता चाहिँ कस्तो नदेखेको हो फोन क्वालिटी नै नराम्रो हो कि क्वालिटीले नदेखेको कि मेरो क्यामेराले नथमाएको कि गाइस होइन। ठिक छ कुनै दिन राम्रो भयो भने राम्रो फोन किनेर भ्लग बनाउनु पर्छ। अहिलेको लागि यसैमै रमाउनु गाइस। जे छ त्यसैमै रमाउने हो कि। रमाउनको लागि अरू चिजै खोज्ने होइन क्या गाइस। आफूसँग जे छ त्यसैमा रमाइयो भने रमाइन्छ क्या गाइस। मजा रमाइन्छ। जस्तैमा रमा हो त यार गाइस यार। ओम शान्ति है त गाइस। काका बेच्ने हो यो एउटा नबेच्ने? कसको एउटा बेच्ने भयो? बोका छैनन्? बोका सबै पाठी हुन् सानो रहेछन् होइन। एउटा किन्ने भनेको होइन। ट्याक्क लाएर अब के गर्ने। अरू ठुला कतै केही छैनन् तपाईँको गाउँतिर?
गाउँतिर अहिले यही बाख्रा हुन् अँ त्यो मान्छे कता जाने थियो ए अब गयो अब भोलितिर आउँछु होइन अरू के छ काका ठिक छ नि चाचा खबर ठिक ल ठिक छ ल त्यसले एउटा पाठी बेच्छु भन्दै थियो के अरे मिलाएर देसम्म एउटा ट्याक्क किन्ने भनेर ल काका सियो है ल गाइज यहाँ सबै बाख्री मात्र रहेछन् गाइज मलाई चाहिएको बोका हो बोका चाहिँ मैले पाएन त्यही भएर अब यहाँ काकासँग अब कुरो मिलेन त्यसैले अब चल्दिउँ गाइज बाख्रा खान अब बाख्रा किनेर के गर्ने यार गाइज बोका किनेको भयो अब च्याप्प पार्न हुन्थ्यो बाख्रा च्याप्प पनि नपार्ने खासै त्यही भएर अलिक गाह्रो छ त्यही भएर गाइज अब छोडिदिउँ पैसा पनि थिएन एक त मसँग त्यही नि अब यसो डिस्काउन्ट हानेर हल्का भ्लग सलग बनाऊँ भनेको अब काकाले अब बाख्री मात्र हे भने अनि बाख्री मात्र हे भनेपछि मैले हो भन्न भएन हेमै समाप्त गरिदिएँ गाइस यसो हो के गाइस के हो भन्दाखेरि जीवन भनेको हाम्रो होइन खतरा चिज हो कि गाइस लाइफ भनेको मलाई बबाल लाग्छ मलाई आफ्नो लाइफ सबैभन्दा खतरा लाग्छ गाइस मलाई अरूको लाइफै मन पर्दैन किनकि म आफूमै खुसी हुँ नि त यो हो कि गाइस लाइफ भनेको दिस फर चिलिङ के गाइस कसले पनि टेन्सन के लिन हुन्न के गाइस अब भोलिको दिनको टेन्सन लिन्छ पर्सिको दिनको टेन्सन लिन्छ टेन्सन बढ्दै जान्छ बिमारी भइन्छ त्यही भएर भोलिको दिनलाई सोच्ने नै होइन के गाइस उहिले जे गरेछौँ होइन त्यसैलाई सोचेर त्यही कुरामा रमाउने भने फेरि लाइफ खतरा छ कि गाइस है त अब धेरै त म भन्न भएन होइन बाटो खोज्न पर्यो गाइस बाटो छैन यत्रो घुम्न पर्छ हो त्यही भएर यतैबाट चढ्दिउँ के भन्ने सोचिरहेको यहाँबाट चढ्नको लागि चाहिँ यसो गाह्रो पर्छ गाइस र गाइस हामी फेरि त्यही गन्तव्यमा आइसक्यो होइन यहाँबाट पनि निक्लिनु छ बिस्तारै बिस्तारै कम डाउन ओए छोएन स्कोर बोलिङ गाइज मलाई आइपिएलमा एनपिएलमा कसरी खेलाउन मन छ भने गाइज हल्का सम्पर्क गर्नु होला हल्का महँगो प्लेयर हो गाइज ल भाइ म यहाँ बस्नै सकेन गाइज यिनीहरूको पिच देखेर पिच चाहिँ कडै हो होइन केटा उहाँ हेर्न कस्तो बोलिङ गरे केटाहरूको चाहिँ यहाँ गेममा अन्त धेरै झगडा हुन्छ कराउँछन् पागल हो रे त्यतिका यहाँ चाहिँ के भन्छन् गाइज अन्यथा नरिनु होला है त ल गाइज त यो भिडियो यही हो अब मन परे लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिउँ अब मन नपरे त अब गाइज आफ्नो मन हो होइन गर्न पर्छ भन्ने छैन तर भिडियो चाहिँ अन्तिमसम्म हेर्नुपर्छ है त गाइज आफ्नो चोइस हो त गर्न मन लाग्यो गर्ने हो गर्न मन नलागे नगर्ने हो होइन गाइज थ्याङ्क्स फर वाचिङ